आज 2082 फागुन 10 गते आइतबारको दिन चाहिँ म चाहिँ यो काम विशेषले चाहिँ यहाँ दमक 2 स्थित रहेको हाम्रो छुना शर्मिला छुना र प्रतीक्षा बहिनीहरूको घर आइपुगेको छु। विशेष गरी यो चाहिँ हाम्रो सिर्जना चोकमा चाहिँ कोपाकोमाको नाममा चाहिँ एउटा चौताराहरू चाहिँ राख्दैछौँ। त्यसको लागि चाहिँ कोपाकोमाको फोटो चाहिएको थियो। छुनालाई त्यो माग्नको लागि चाहिँ म आएको थिएँ लिनको लागि र आइपुगेँ र एल्बम हेर्ने क्रममा चाहिँ यो चाहिँ रिल है, रिल अब कसलाई थाहा छ, पुरानो मान्छेलाई थाहै छ यो रिल। यो चाहिँ हाम्रो पहिला फोटो खिचिन्थ्यो। त्यो रिलहरूको नाम चाहिँ कोडाक भन्ने हुन्थ्यो अनि अन्य फुजी कम्पनीहरूको हुन्थ्यो त्यो रिल चाहिँ। यसरी क्यामेरामा लाएर रोल हुन्थ्यो। यसरी चाहिँ अब पछि चाहिँ यो ल्यापमा गएपछि यो चाहिँ सुरुमा यति बनाइन्छ, रिललाई बाहिर निकालेर चाहिँ यसरी बनाइथ्यो। त्यसपछि छानेर कति खिच्ने हो, कुन धुलाउने हो, कति तास भने चाहिँ यसको बाहिरपट्टि चाहिँ फेरि मार्करले लेखिन्थ्यो र यो 2 तास भनिसकेपछि कलर ल्याबले चाहिँ अनिवार्य रूपमा चाहिँ यसरी यो रिलबाट चाहिँ फोटो निकाल्थ्यो। अहिले जस्तो डिजिटल थिएन, यो पनि त सेमी डिजिटल हो, डिजिटल फुल डिजिटल होइन, सेमी डिजिटल हो। यसरी चाहिँ फोटोहरू खिच्थ्यो। यो हामीले धेरै खिचेको थियौँ। यसरी चाहिँ मैले पनि धेरै क्यामेराम्यान भएर चाहिँ चलाउँथेँ। यो बालापनको याद आयो मलाई। लगभग 50-55 सालतिर होइन, म खान्न छु न, भरे जान्छु ल, घरमा बुवाहरूले उ गरिरहेछ होइन न हजुर, होइन न बुवाहरूले उ गरेछ। अनि हाम्रो खाएको कोपा र कोमा दिवंगत कोपा र कोमा उहाँहरूकै नाममा चाहिँ एउटा चौतारा राख्दैछौँ। यसको चाहिँ त्यो ग्रेनाइटमा चाहिँ फोटो हाल्नुपर्ने भएकोले गर्दा चाहिँ यो म लिन आएको हो। यो फेला पारे पहिला यस्तो एल्बमहरू राखिन्थ्यो विभिन्न हामी मान्छेहरूकोमा चाहिँ प्राय घरमा पहिला जस्तो सामयिक सञ्जाल थिएन, मोबाइलै थिएन। अनि यस्तो काम गरिसकेपछि अनिवार्य रूपमा चाहिँ हामी काम गर्न चाहिँ लु है बोर नहोस् भनेर चाहिँ फोटोहरू दिन्थ्यौँ। त्यो फोटो चाहिँ हेर्ने क्रममा चाहिँ मन परेको छ भने चोरेर पनि लगिन्थ्यो। त्यस्तो पनि पलहरू थियो। यहाँ छुनाकोमा यो एल्बम भेटेँ। यहाँ चाहिँ थुप्रो फोटोहरू बाङाहरू, अशोक बाङाहरूको जो दिवंगत हुनुभयो 62 सालमा, अशोक बाङाहरू, हाम्रो प्रतीक्षा सानोको फोटोहरू भेटेँ, कोपाहरू पनि देखेँ। र यसरी चाहिँ अब बाल्यकालमा चाहिँ अब को यादहरू निकै आयो मलाई, किनभने यो पल पनि रिभ्यू गर्नु पाइयो, खुसी लाग्यो। अनि अब यस्तै छ। अब यहाँ यति लिएर म चाहिँ जाने हो। अनि सबैलाई यति भनेर जानकारी दिँदै म तपाईँलाई यसरी फोटो हेर्दैछु। मैले हाम्रो अशोक बाङा जो 62 सालमा चाहिँ युनाइटेड अरब इमिरेट्स युएईमा चाहिँ सडक दुर्घटना परेर त दिवंगत भएको थियो बाङा। उहाँ कन्ने हुनुहुन्थ्यो। अनि यसरी चाहिँ हुन्थ्यो है। पहिला हाम्रो सिर्जना समूह, युवा समूहले पनि वनभोज कार्यक्रम 2060 सालमा लगेको रहेछ। यो हेर्नु पायो। अनि यो बहुत खुसी लाग्यो हो। यो चाहिँ आज चाहिँ यति रमाइलो मजा भइरहेछ कि हाम्रो दुर्गा नानाहरू पनि हुनुहुँदो रहेछ नि त। छ त तपाईँहरूसँगको यहाँ होइन, पाहाड गएको हो कि कहाँ गएको हो, यहाँ छ कि यहाँ अहिले मैले हेर्दै थिएँ। यहाँ दुर्गा नाना, तपाईँ अनि को पो छुना जेठी होला हौ। ए देखेँ दुर्गा र म यतिखेर पाहाड गएको थियौँ। त्यो पाहाडमा खिच्नु भएको ए दुर्गा माताको अनि शुक्र घायलहरू पनि यहाँ रहेछ। रत्न र देवी पनि देखियो अशोक बाङासँगको। यी दुईटा चाहिँ म फोटो खिचेर लगिदिनु पर्यो हो।
अशोक बाँगे र दुर्गा नाना भएको अनि अशोक बाँगे र रत्नरी भएको चाहिँ खिचेर लानु पर्यो ल सबैलाई धन्यवाद ल